एभ्रिवान अहिले चाहिँ म यता बस पार्कमा आइपुगेँ र मेरो बस चाहिँ कति 8:40मा हिँड्ने रहेछ एन्ड आई एम वेटिङ अल्छी लाग्दो हेर्न सक्नुहुन्छ हाम्रो यस्तो राम्रो बस पार्क अनि यहाँनिर यति धेरै बसहरू छ र म यहाँ बसभित्रबाट यो पुरै देखाइरहेको छु तर आधी जति बस चाहिँ निस्किसक्यो गाइज यसरी बोल्दा चाहिँ मेरो आवाज ठुलो आउने रहेछ होइन अब मैले यसरी छोडेँ नि त यसरी छोड्दाखेरि चाहिँ मेरो आवाज सानो हुने रहेछ तर म यो यसरी युज गरेर बोल्नेछु आजको लागि आज किनकि म एक्लै जाँदैछु नि त अनि देखाउँछु म के गर्दैछु के खान्छु कि खाँदिनँ त थाहा भएन हो एक्लै खान मजा पनि आउँदैन गाडी पनि हिँडेको छैन हेर म कति म चाहिँ भर्खरै यहाँनिर दिदीको घरमा आइपुगेँ र यो चाहिँ दिदीको किचन के भन्छ आगो बालेर भाइहरू खोइ यहाँ आऊ त म हजुरहरूलाई मेरो भाइहरू देखाउँछु आऊ यहाँ यहाँनिर चाहिँ पुरै आलु नै आलु छ आऊ यहाँ चाँडो दिपेन्द्र चाँडो भने कति लम्बो भएको हाई भनिदियो हाई मेरो भिडियोमा हो क्या यो चाहिँ ठुलो भाइ हो है सानो भाइ चाहिँ त्यहाँ लुकेर बसिरहेछ ऊ आउँदैन अरे भर्खरै आइपुग्यो र अब म के गर्ने भन्दाखेरि केही पनि नगर्ने अब म गफ गरेर लुगा फेरेर अनि बस्छु त्यहाँनिर चाहिँ आगोमा रोटी हाल्न आँटिरहेछ के को रोटी हो अरे आँटाको गाउँघरमा यस्तै छ हेर साथीभाइहरू हाँडी रोटी बनाउँछ पुरै आम्मा हिरो यस्तो हुनुपर्छ केटा मान्छे भएर सबै रोटी बनाउने ह्यान्डसम आएछ ह्यान्डसम दिपेन्द्र यता हेर त एकचोटि यस्तो गर्दा त यसो गर न डाँडो देखाउ न लजाएर हैरान यहाँनिर यत्रो बनाइसकेछ चाहिँ यहाँनिर आइसकेर यहाँनिर गफ गर्दै थिएँ दिदीहरूसँग दिदीहरू चाहिँ यहाँनिर यस्तो मेहनतले रोटी बनाउँदै हुनुहुन्छ मेरो लागि यहाँनिर सानो भाइ पनि पुरै एकदम प्रिन्सेसवाला भाइब्स आइरहेछ गाइज अनबक्स भनेको के हो भनिदियो न दिपेन्द्र तिमीलाई अलरेडी थाहा छ भने होइन यहाँनिर अर्को भाइले पनि हेर यस्तो काम गरिरहेछ क्या म यहाँ प्रिन्सेसवाला उतिस भइसक्यो भाइब्स आइसक्यो मलाई दिपेन्द्र भन न चाँडो के गर्ने अहिले पछि ओ भाइ यस्तो इग्नोर त मेरो एक्स धरीले गर्दैन थियो मेरो भाइले यत्रो रोटी बनाइसक्यो तिमीहरू चाहिँ अब केही नगरिकन बस ल एउटा यहाँ आलु तासिरहेछ भोलि पर्सि यिनीहरूको बुढी त भाग्यमानी हो ए पकाएर खुवाउनु सक्छ हो कि होइन है गर्लफ्रेन्ड छ तिम्रो अरे भर्खरै छ हो पाठा गयो कस्तो राम्रो पाठा कत्रो लामो कान क्या यसको त यसको पनि छ यो चाहिँ कस्तो राम्रो रहेछ है यो चाहिँ केटी होइन यो चाहिँ केटी हो अनि यो चाहिँ केटा हो यसको नाक अर्कै छ है यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो सानो गरेको पाठी यो चाहिँ के भन्ला के नै यस्तो भएको है नाटक गरेको रे कति सानो हिँड्दै हिँड्दैन है
यहाँ देखाइदियो नि हिँडेको होला गयो गयो हो बिस्तारै बिस्तारै कुन चाहिँ यसको माउ चाहिँ उति कालो हो सेतो चाहिँ ए ऊ त्यो ब्राउन कलरको अब यो कालो पनि ब्याउनु लाग्छ अनि यो सेतो चाहिँ उयो सेतो छ तर ठुलो त्यसको छोरा चाहिँ उ त्यो कालो खालको मम्मीसँग अनि उ त्यो भित्ताको त्यो खैर कलरको छ त त्यसकै छोरी हो अहिलेको तपाईँसँग म त एउटाले जन्मेको होला भने अनि उ त्यो कालो छ त भित्ताको कालो छ त लौसामा त दिपेन्द्र भित्ताको कालो छ त म नि त यहाँ गरे हेर्न बालै छैन कौन है बे पार्टीलाई बालै छैन यसरी 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 गरिदियो अब खै दिपेन्द्र अब तिम्रो ग्याङहरू हाम्रो रोटी तरकारी इज रेडी हाम्रो सानो भाइ ओ सानो भाइ थ्याङ्क यू वेलकम वेलकम हो यहाँनिर कोइलामा अब भात पकाउने भन्नु त एक्सप्लेन गर्नु त दिदी के गर्ने रे यो हाम्रो चाहिँ अर्जेनिक होइन यो गाउँघरमा चाहिँ होइन हाम्रो ग्यास अर्ग्यानिक अर्ग्यानिक हो अर्ग्यानिक अर्जेन्टिना होइन हाम्रो चुलोमा दाउरामा यो तातो पानी हाल्ने अनि त्यसपछि यो तातो पानी हाल्ने होइन त्यसपछि यहाँ कोइलामा भात पाकिरहन्छ आरामले पाक्छ आरामले एकदम टेस्ट हुन्छ होइन टेस्टी हो टेस्टी त्यसपछि यहाँनिर अब तरकारी पकाउने टराई हुन्छ मासु अनि यस्तो साग अर्ग्यानिक साग हरियो परियो ल लोकल गाउँको प्योर रागो सुकुटी मतलब प्योर सुकुटी अर्ग्यानिक सुकुटी भर्खर भर्खर उ गरेर ताजा ल पोलेर अब एकछिनमा दिन्छु सर भाइ ल यहाँनिर बोक्र छेमा हजुर तपाईँको नि युट्युब च्यानल छ हो अहिले म तिमीहरूलाई देखाइदिन्छु ल मेरो युट्युब च्यानल अनि तिमीहरू भिडियो हेर यहाँ काट्दै मासु ल अब चाहिँ यहाँनिर दिदीले यो अर्ग्यानिक साग केलाउँदै हुनुहुन्छ हाँस्नु अलिकति हाँस्नु गाइज अनि यहाँनिर हाम्रो यहाँनिर खाना पाक्दैछ यो भुग्रोमा त्यहाँ तरकारीको लागि रेडी मासु पनि पाक्दैछ त्यहाँ अनि हजुरहरूलाई यस्तो राम्रो भ्यू देखाउँछु होइन अहिले राति चाहिँ यस्तो क्याप्चर हुँदैन तर यस्तो राम्रो छ कि ओ माई गड सो पिसफुल क्या अघिसम्म त त्यहाँ हिमाल देखेको थियो हिमाल देख्नु त देखिरहेछ तर मेरो फोनले क्याप्चर गर्छै गर्दैन हिमाल सो ब्युटिफुल गाइज म चाहिँ यस्तो देखिरहेको छु अहिले अनि यता यता चाहिँ पुरै यस्तो राम्रो अघि दिउँसो कति बजे भन्दाखेरि यस्तै दिउँसो मतलब अघि साँझतिर हो 5 बजेतिर यस्तो राम्रो भ्यू देखिरहेको थियो भोलि यस्तो राम्रो राम्रो भिडियोहरू खिच्नेवाला छु म ओ हिमाल हिमाल देखिरहेको थियो यस्तो हाम्रो चाहिँ मासु पाकिसक्यो ल
यहाँ भातमा सिटी पनि लागिसक्यो यहाँ मासु पाक्दैछ अनि साग अनि दिपेनले केलाउँदैछ साग पनि सिटी लाग्यो यहाँनिर सानो भाइ चाहिँ दाउरा बोकिरहेछ अनि म चाहिँ आरामले बसिरहेको छु ओ ह्यान्डसम ओ ह्यान्डसम ह्यान्डसमको हेर चाक देखिरहेछ ह्यान्डसम ह्यान्डसम आइज न आउ न रियान के अरे दिपेन्द्र यहाँ हेर दिपे अब म यो मासु चुडाल्न गइरहेको छु किनकि हामी यहाँनिर 3 जना जति छौँ न त ल भयो बिचमा राखेर चाहिँ यस्तो पोल्नु पर्ने नि है वेदर पनि यस्तो चिसो भएर होला है ग्याङहरू एकदमै चिसो भइरहेछ अनि यहाँनिर भुक्रोमा आगो तापिरहेछौँ यहाँ मासु पाक्दैछ यहाँ दिदीले पकाउँदै हुनुहुन्छ त्यही हो अनि मेरो यहाँ पछाडि चाहिँ देखिरहनु भयो होला दुईटा ब्रोहरू के गरिरहेछ थाहा छैन हाम्रो चाहिँ खाना तरकारी सबै पाकेर अब हामी खाना आँटेको खाने भोलि गेम खेल्नको लागि एकदम एक्साइटेड भएर यस्तो गरेर होला सानो मान्छेको खाना हजुर खै थाहा भएन खाना रेडी गाइस ल मेरो खान्छु ल बाई बाई आजको लागि बाई बाई गरिदियो दिपेन यता बाई